हत्तेरिका जिन्दगी कसरी कमाउने, कहाँदेखि ल्याउने, के गर्ने? हे भगवान्, केही त बाटो देखाइदिऊ। अरे साई माता, उहाँलाई केही सोध्नु पर्यो म, कसरी हुन्छ? साई माता, के भयो बालक? तिमी मेरो अगाडि किन आएर रुँदैछौ? जे पनि परेसानी आएर चाहिँ मलाई सबै थोक भन। माता, मेरो जीवनमा पैसाको कमी भइरहेछ, धनको अभाव भइरहेछ। म कहाँ जाउँ, के गरौँ, कसरी पैसा कमाउँ? भनिदिनुहोस् तपाईँ नै भगवान्। चिन्ता नगर बालक, मसँग यसको उपाय छ। यो तिमी दिनदिनै साँझमा लगाऊ, आफ्नो पर्समा लगाऊ र बिहान तिम्रो पर्स हजार हजारको नोटले भरिएको हुन्छ। तर यो त्यतिकै दिन पाउँदैनौ। यसको लागि मलाई तिमीले केही कीमती चिज दिनुपर्छ। कीमती चिज? कीमती चिज त माता, अहिले मसँग कीमती चिज भनेको यही एउटा 1000 को नोट छ माता। यही एउटा 1000 को नोट छ। ठिकै छ नि त, तिम्रो भला गर्न मेरो कर्तव्य हो। धन्यवाद। धन्यवाद माता, धन्यवाद, धेरै धेरै धन्यवाद। आज त माताले मलाई पर्फ्युम दिएर, अब भोलि त मेरो पर्समा पनि 1000 को नोट हुने भयो। अब जहिले मेरो पर्समा 1000 को नोट। ल्या अब आज सुत्ने हो, भोलि मातालाई 1000